भात आउँदो हात हाल्न पाइँदैन घरे गाह्रो छ यहाँ मलाई पनि यहाँ गरा भन्छ सेतो भात थालामा नि हाल्न पाइँदैन घरे आँठा लाउनु पऱ्यो घरे सुरुमा पहिले धानो बिउ राख्नु पऱ्यो घरे त्यो बिउ गोड्नु पऱ्यो घरे त्यही बिउ त पानी हाल्नु पऱ्यो ज्याखै गर्नु पऱ्यो र अझै असाढ 15 गते रोप्नु पऱ्यो बिउ गाडिकन त्यहाँदै त्यो अम्केसियो अझै गोड्नु पऱ्यो मेल्नु पऱ्यो ज्याखै गर्नु पऱ्यो पानी सानी लाउनु पऱ्यो अनि हुँदा हुँदा अनि असोज लागेपछि धान काट्नु पऱ्यो अझै काटेपछि अझै यसरी आँठा बान्नु पऱ्यो फुला बान्नु पऱ्यो फुला बानेपछि अझ घर लिनु पऱ्यो चुपचाप गरिकन घर लिएपछि कहाँ खान पाइँदा डास्नु पऱ्यो कुट्नु पऱ्यो कुटिसकेपछि अझ कुकरमा हाल्नु पऱ्यो 1-2 सिटी लाउनु पऱ्यो पकाउनु पऱ्यो बल्ल बल्ल अझै थाला पनि ना सेतो भात देख्नु पाइन नत्र अथवा यस्तो छ यहाँ स्थिति भिडियो खाना त्यतिकै दिँदैन न भात पनि के अरे थाला पनि भात हाल्ने बेला जो के अरे थाला पनि हालिया भात जो खजी हुँदैन खान यस्तो काम गराउँदा खानाको बेला किन होइन कम त गाह्रो हामीलाई है भात मात्र देखिहरूलाई काकाबाट कसरी खान पाइँदो भन्ने कुरा थाहा पाइराख्नु हुन्छ काकालाई सोधौँ क्या भन्नु बिचरा म के नाइ म नम्बर केही नै गरे 2 प्रश्न जाओस् न केही जाओस् 2 वटा तपाईँ यहाँ के गर्न आउनु भयो हजुर म के नआउन ए धाना फुलामा ए बराको भन्दिए हामी अनि के हो त्यो राम्रोसँग फुला बानेर सेतो भात खान मात्रै जानियाहरूलाई कहाँबाट कसरी भात खाइन्छ भन्ने कुरा थाहा पाइराख है यहाँ यस्तै गरी धान काटिकन धानका अनि त्यसपछि फुला बानिकन चुटिकन त्यसपछि ओख्राउँदा कुटिकन त्यसपछि पकाइकन बल्ल यहाँ खान पाइन्छ भात घर बोकिकन हामीलाई के थाहा अब पत्तोकार जस्तो मान्छे हजुर हामीलाई थाहा हुन्न नि त्यस्तो हामी धान खाने मान्छे शीत टिप्ने मान्छे हो त्यो भात मात्रै खाँदा हामी चाहिँ यहाँ काम गर्दा हौ काका त हुन आखिर धान चुड्ने होइन के जाओस् न 2 सुन्नै मान्छे मै बोक्ने बस्ने अहिले नाप आराम गरी हौ 50 केजीको कट्टो बोक्नेको भन्दा फेरि अब भोग लागेर धान आइ शीत हुन बजे बजे कपाल काट्नु पर्ने देखियो बजे छुट्टै हुने हो नि त के हो केल्मीका जाडा झारौँ गरे अरू काम केही नगर अब चाहिँ हाम्रो आँठा लगाएर सकियो हामी चुटेर पनि घर फर्कियौँ धन्यवाद।